Hi, good morning everyone. Welcome to my another mini vlog. सो आज चाहिँ म रेडी भएर है कहाँ जाँदैछु बसमा चढेर भनेको चाहिँ म चाहिँ मर्निङ सिफ्ट जाँदैछु है। अहिलेको चाहिँ यहाँनिर 6:30 भइरहेको छ। पानी परेर हेर्नु न चिसो न चिसो भइरहेको छ है। अनि हावा चल्दै थियो पुरा। अन्त ड्युटी पुगेर पनि काम स्टार्ट गरेँ है। मैले चाहिँ स्यान्डविच बनाउँदै थिएँ। भाइले चाहिँ ऊ चाहिँ नेपालको हो, बरिस्ता हो नि त। अनि उसले चाहिँ आफ्नो कफी उयो गर्दै थियो है। हामी चाहिँ हेर्दै हाँस्दै अलिअलि मजाक गर्दै गर्छौँ नि त ड्युटीमा। अनि खासमा मैले चाहिँ क्यासियर गर्छु। मैले पहिलाको भ्लगमा पनि भनेको थिएँ, तर है सबै जग्गा गर्नुपर्छ। क्यासियर मात्रै होइन, पेस्ट्री पनि गर्नुपर्छ है। कोही बेला के भन्छ बरिस्तालाई पनि प्रोटिन सेकहरू बनाउनु हेल्प गर्नुपर्छ है। अनि सकेर सफा गरेर है स्यान्डविच बनाउँदै थिएँ। सायद तालबातको अर्डर आएको थियो होला, अनलाइन अर्डर। त्यहाँदेखि घर पुगेर चाहिँ मैले के गरेँ भने ब्रोकोली तताएँ है। चिया पनि सँगसँगै खाएर आलु भुजिया बनाएर सक्यो। थ्याङ्क यू।